हेलो एभ्रिवान, आज म लगायत मेरो टिम मेम्बर्सहरू बिजनेस इन्भाइरोमेन्टको प्रोजेक्ट वर्कको लागि दोदरा चाँदनीमा रहेको जीबी आइडल ग्रुपमा आएका छौँ। नमस्ते दाजु, हामी चाहिँ ब्रिक्सन कलेजदेखि आएको। हाम्रो म्यामले चाहिँ हामीलाई एउटा प्रोजेक्ट दिनुभएको थियो, कुनै युनिक बिजनेसलाई चाहिँ हामीले कभर अप गर्ने इन्टरभ्यू लिएर हामीले चाहिँ तपाईँको बिजनेसलाई चाहिँ सिलेक्ट गरेको छौँ। आफ्नो र बिजनेसको बारेमा एउटा सर्ट इन्ट्रोडक्सन दिनुहोस् न। हजुर नमस्ते, मेरो नाम चाहिँ गजेन्द्र भट्ट। मैले चाहिँ इलेक्ट्रिकल इलेक्ट्रोनिक्स ओभरसियर बुटोलको केएनआइटीबाट गरेको। सो तपाईँले भनेको युनिक बिजनेस हाम्रो जीबी आइडल ग्रुप 2077 सालमा इस्टाब्लिस भएको थियो भने जीबी आइडल ग्रुपले चाहिँ यति बेला 0.5 वाटदेखि लिएर 100 वाटसम्मको बल्बहरूमा यति बेला डिलिङ गरिरहेको छ। हजुरले चाहिँ यो बिजनेस रन गर्ने आइडिया कहाँदेखि आयो र हजुरले सुरुमा कस्तो कस्तो च्यालेन्जेसहरू फेस गर्नुभयो? स्टार्टिङमा मेरो सब्जेक्ट रिलेटेड बिजनेस भएको कारणले इलेक्ट्रोनिक्स तपाईँलाई भनिसकेँ, इलेक्ट्रिकल इलेक्ट्रोनिक्स मेरो पढाइ हो। सो इन्ट्रेस्ट नै यस्ता कुराहरूमा थियो। मैले तपाईँको बिग्रेको टर्चहरू बनाउने गर्थेँ। सो बिग्रेका यी एलइडी बल्बहरू बनाउने गर्थेँ मैले, होइन। बनाउँदै धेरै कुराहरू त मैले पनि सिकेको थिएन। त्यति बेला म ओभरसियर आई थिङ्क सेकेन्ड इयरमा थिएँ। सो धेरै कुराहरू मलाई नि थाहा थिएन। लकडाउनको टाइम, कलेज पनि थिएन, टोटल्ली बन्द थियो कलेज। अनि त्यो टाइममा चाहिँ मैले युट्युबबाट चाहिँ हेरेको कसरी बन्दो रहेछ, के समस्या हुँदा कसरी बन्दो रहेछ भन्ने कुराहरू चाहिँ मैले टोटल्ली भनौँ न युट्युबबाट नै सिकेको धेरै कुराहरू। सो बल्ब बनाउँदै बिग्रेका बत्ती बनाउँदै अनि त्यसपछि चाहिँ आफ्नै बल्ब भइदिएको भए भन्ने मलाई नि लाग्यो, आफ्नै ब्रान्ड भइदिएको भए भन्ने लाग्यो। सो यी कुराहरूमा मैले रिसर्च गर्दै यो र मेटेरियल भनौँ न कुन ठाउँबाट आउँछ, कुन कम्पनीहरूले प्रोभाइड गर्छ भन्ने कुराहरूमा चाहिँ रिसर्चमा लागेँ। सो देन बिस्तारै गरेर मैले 4-5वटा कम्पनीहरूमा चाहिँ भिजिट गरेँ। र मेटेरियल हामीलाई प्रोभाइड गर्ने कम्पनीहरूमा भिजिट गरेँ। उनीहरूको र मेटेरियलमा पनि एकदमै निकै रिसर्च गरेँ। अनि बल्ल चाहिँ मगाएको हामीले सामान, सानो एमाउन्टबाट चाहिँ मगाएको हामीले सामान। हजुरले चाहिँ बिजनेस रन गर्दाखेरि इनिसियल इन्भेस्टमेन्ट कति गर्नुभएको थियो र सुरुमा चाहिँ हजुरको सेल्स कति थियो र अहिले कति पुगेको छ? इनिसियल इन्भेस्टमेन्ट हाम्रो मसिनहरू प्लस र मेटेरियल लगाएर आई थिङ्क 25,000 to 30,000 ओन्ली, एकदमै सानो एमाउन्टमा हामीले बिजनेस स्टार्टअप गरेको। त्यति बेला पनि मैले मसिनहरूमा चाहिँ एकदमै थोरै इन्भेस्टमेन्ट गरेर म्यानुअल मसिनहरू मगाएको थिएँ। बिकज मसिन मगाउने पैसाले बरु र मेटेरियल अलि बढी आयो भने हामीलाई नै प्रफिट हुन्छ भन्ने मेरो मेन्टालिटी थियो। सो 25-30 हजारबाट लगाएको बिजनेस यति बेला हाम्रो इन्भेस्टमेन्ट मोर देन 40-50 लाख चाहिँ होला यति बेला हामीसित इन्भेस्टमेन्ट। अनि मैनानगर जस्तो मेन ठुलो मार्केट छोडेर हजुरले दोदरा चाँदनीमा चाहिँ आफ्नो बिजनेस स्टार्ट गर्नुभयो, त्यसको पछाडिको रिजन चाहिँ? रिजन फाइनेन्सियल रिजन नै भनौँ न। महेन्द्रनगरमा मेरो घर चाहिँ दोदरा चाँदनी वार्ड नम्बर 3 मा छ। सो महेन्द्रनगरमा यति बेला मैले स्टार्टिङमा मैले बिजनेस रन अप गर्नुपर्ने थियो भने मैले कहीँ न कहीँ सटर भाडा दिनु पर्थ्यो होला, बिजुलीको बिल, पानीको बिल, छुट्टै कुराहरू आउँथ्यो होला।
अनि त्यसपछि मैले आफूले पनि घर छोडेर त्यहाँ गएर बस्नु पर्थ्यो होला। सो धेरै कुराहरूको रेन्टलाई लिएर मैले सोच्ने हो भने ती कुराहरू त्यो पैसाले मैले स्टार्टिङमा बरु र मेटेरियलमै इन्भेस्टमेन्ट गऱ्यो भने काहीँ न काहीँ मलाई फाइदा होला जस्तो मलाई लाग्थ्यो। सो मैले मेरो जिबी आइडल ग्रुपलाई चाहिँ दोदरा चाँदनी वार्ड नम्बर 3 शान्ति टोलमा चाहिँ इस्टाब्लिस गरेको। अनि मेन पोइन्ट के छ भने हाम्रो जिबी आइडल ग्रुप छ यो सानो उद्योग भए पनि उद्योगले चाहिँ कुन ठाउँमा छ भन्ने कुराले चाहिँ आई थिङ्क प्रभाव पर्दैन, किनभने हामीले रिटेलिङ गर्दैनौँ, टोटल्ली रिटेलिङ गर्दैनौँ होइन। मार्केटमा चाहिँ हामीले होलसेलमा मात्रै पठाउने हो भने हामीसित ट्रान्सपोर्ट अहिले चाहिँ इनफ ट्रान्सपोर्ट भइसकेको छ, पठाउन स्टार्टिङमा चाहिँ थिएन। स्टार्टिङ तपाईँलाई भन्ने हो भने हामीले साइकलबाट स्टार्ट गरेको। यी नजिकका क्षेत्रहरूमा दोदरा चाँदनीका नजिकका वडाहरूमा नजिकका पसलहरूमा चाहिँ हामीले साइकलमा म आफै साइकलमा गएर त्यो पसलमा डेलिभर गर्थेँ। अनि बल्ल हाम्रो मार्केट बन्दै गयो, सेल्स र डिमान्ड थपिँदै गयो। सो प्रफिट पनि एक हदसम्म आउँदै गयो, मेरो इनिसियल लगाएको लगानी पनि रिटर्न हुँदै गयो। अनि त्यसपछि चाहिँ मैले स्कुटी किनेँ, अनि त्यसपछि मैले बाइक किनेँ भने अहिले गर्दै मैले अहिले ओम्नी भ्यान पनि किनेको छु ट्रान्सपोर्टको लागि। यहाँदेखि विभिन्न जिल्लाहरूमा पठाउन सजिलो हुन्छ अहिले ओम्नी भ्यानले गर्दा। ट्रान्सपोर्ट र डेलिभरी चाहिँ एकदमै फास्ट भइराखेको छ हामीसित। हजुरले चाहिँ डेली कति बल्ब चाहिँ प्रड्युस गर्नुहुन्छ र कति बल्ब एक्सपोर्ट हुन्छन् हजुरको वहाँदेखि, र चाहिँ रेभेन्यू मोडल चाहिँ के छ? डेली बेसिसमा हाम्रा 4 जना भाइहरूले मोर देन 1000 बल्बहरूलाई चाहिँ एसेम्बल गरेर रेडी गरिराखेका छन् भने सो बल्बहरू लगभग प्रोडक्सनको जति प्रोडक्सन भएको छ त्यही हिसाबले सप्लाई पनि डेली बेसिसमा भइराखेकै छ। अनि रेभेन्यू र सेल्सको कुरा गर्नुहुन्छ भने एभरेजमा तपाईँको केही नभने पनि मन्थली चाहिँ 8 देखि 10 लाखको चाहिँ मजाले सेल भइराखेको छ। अनि हजुरलाई लोकल गभर्मेन्टले चाहिँ केही सपोर्ट गरेको छ हजुरको बिजनेस रिलेटेडमा? एकदमै सपोर्ट छ। हाम्रो लोकल गभर्मेन्ट, हाम्रो दोदरा चाँदनी नगरपालिकाले चाहिँ लाइट सम्बन्धी हुने सबै प्रोजेक्टहरू जति हुन्छ होइन उहाँहरूले मलाई चाहिँ हाम्रो जिबी आइडल ग्रुपलाई चाहिँ प्रोभाइड गर्नुभएको छ। र प्लस चाहिने इसेन्सियल फेसिलिटीहरू भनौँ न जे जस्तो कुराहरू चाहिन्छ हाम्रो नगरपालिकाले पनि हामीलाई हेरिराखेको छ अनि सपोर्ट चाहिँ एकदमै सपोर्ट गरिराखेको छ। अनि हजुरले चाहिँ आफ्नो र मेटेरियलहरू चाहिँ कसरी इम्पोर्ट गर्नुहुन्छ? र मेटेरियल हाम्रो भन्सार सिस्टमबाट आउँछ र मेटेरियल र मेटेरियल चाहिँ इन्डिया चाइना दुवै कन्ट्रीबाट हामीले यति बेला इम्पोर्ट गरिराखेको छौँ। किनभने इन्डियनमा क्वालिटी छ र अलिक महँगो छ। मार्केटमा कम्पिटिसन गर्न के छ भने प्राइसहरू एकदम सस्तो भएको, सस्तोमा अलिक राम्रो क्वालिटी भन्ने हो भने चाइनाको छ। सो यी कुराहरूलाई चाहिँ इम्पोर्ट गर्दा हाम्रो एउटा एक्जिम कोड भन्ने हुन्छ होइन। एक्जिम कोडबाट हामीले नेपालबाट पेमेन्ट इन्डियन या चाइनिज पार्टीलाई चाहिँ एडभान्स पेमेन्ट गर्छौँ। एडभान्स टोटली सामानको चाहिँ पेमेन्ट गर्छौँ। सो पेमेन्ट गरेको केही दिनपछि चाहिँ हाम्रो भन्सारमा आउँछ र टोटली सबै सामानको एक भन्सार काटेर चाहिँ हामीसित पुग्छ। हजुरको बिजनेसको लङ टर्म भिजन चाहिँ के छ? लङ टर्म भिजनमा सकेसम्म प्रत्येक जिल्लामा चाहिँ ब्रान्च खोल्ने छ एट फर्स्ट चाहिँ होइन। अनि त्यसपछि त्यही त हो यसलाई चाहिँ एकदमै एक्सप्यान्ड गर्ने छ। अहिले भन्दा चाहिँ एकदमै ह्युज एमाउन्टमा एकदमै ठुलो बनाउने भिजन छ हाम्रो। अनि फ्युचरमा चाहिँ जसले बिजनेस रन गर्न खोजिरहेको युथहरू छन् होइन तिनीहरूलाई हजुरले चाहिँ के मेसेज दिन चाहनुहुन्छ? कसैले बिजनेस स्टार्टअप गर्ने सोचमा हुनुहुन्छ भने मेरो पर्सनल भनाइ चाहिँ इनिसियल इन्भेस्टमेन्ट थोरै लगाउनुहोस्। मार्केट इन्भेस्टमेन्ट भन्दा पहिला मार्केटलाई टोटली रिसर्च गर्नुहोस् होइन। आफ्नो कम्पिटिटर को छ, के छ, कस्तो छ, कुन रेट छ, कुन प्राइस छ भन्ने कुरा चाहिँ टोटली रिसर्च गर्नुहोस्। त्यसपछि बिजनेसमा इन्भेस्टमेन्ट लगाउँदा एकदमै लो इन्भेस्टमेन्टमा चाहिँ स्टार्टअप गर्नुहोस्। सकेसम्म मेसिनरिजहरूमा चाहिँ एकदमै थोरै इन्भेस्टमेन्ट गर्नुहोस् र आफूले गर्ने बिजनेसमा चाहिँ अलि
बढी इन्भेस्टमेन्ट र फोकस चाहिँ आफ्नो प्रोडक्टमा गर्नु पऱ्यो। मसिनरिजहरूमा चाहिँ एकदम थोरै इन्भेस्टमेन्ट गर्दा नि हुन्छ भने थोरै इन्भेस्टमेन्ट गर्नुहोस् र स्टार्टअप सानोदेखि गर्नुहोस्। यदि तपाईँको मार्केटले नै भन्छ, यदि तपाईँको डिमान्ड र सेल्स बढिरहेको छ भने त्यही हिसाबले इन्भेस्टमेन्ट बढाउँदै जानुहोस्। सो बी मोटिभेटिभ। हस् दाजु, धन्यवाद हजुरले आफ्नो भ्यालुएबल टाइम दिनुभयो हामीहरूलाई। हस्, धन्यवाद छ तपाईँलाई नि, वेलकम छ है, फेरि पनि आउँदै गर्नुहोला।